दर्शकबिन रविलाई फसाउने फेक काण्ड एकपछि अर्को बाहिरिँदै के कस्ता छन् त ती तथ्यहरू सम्पूर्ण जानकारी लिएर हामी आइसकेका छौं। नमस्कार, यो च्यानलमा तपाईलाई स्वागत छ। म छु तपाईको साथमा हिमाल खत्री। पक्कै पनि यी नै यस्तै अन्य सूचना, संगीत र मनोरञ्जनात्मक भिडियो तथा अडियो सामग्रीहरू हेर्नको निमित्त हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल घण्टीले दबाई हामीसँग जोडिन भने नभुल्नुहोला। दर्शकबिन पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका अध्यक्ष रवि लामिछाने विभिन्न सहकारी प्रकरणहरूमा रविलाई मुछिएको छ। यी घटनाहरूले उहाँको राजनीतिक करियरमा गम्भीर असर पारेको छ। नम्बर 1 मा छ सुप्रिम सहकारी प्रकरण रूपन्देही आरोप। गोर्खा मिडिया नेट प्रबन्ध निर्देशक रहँदा सुप्रिम क्रेडिट एन्ड सेभिङ्स सहकारीबाट ऋण लिएर दुरुपयोग गरेको आरोप छ। धरौटी रूपन्देही जिल्ला अदालतले रु 1 करोड धरौटीमा रिहा गरेपछि अदालत बुटोल इजलासले उक्त निर्णय उल्टा उहाँलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि उहाँलाई काठमाडौँ निवासबाट पुनः उहाँलाई पक्राउ गरिएको थियो। त्यस्तै नम्बर 2 मा रहेको छ सूर्यदर्शन सहकारी प्रकरण कास्की। आरोप छ सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट रकम दुरुपयोग गरेको आरोपमा मुद्दा दायर। धरौटी कास्की जिल्ला अदालतले रु 65 लाख धरौटीमा रिहा गरेको थियो। लामिछाने उक्त धरौटी अस्वीकार गर्दै उच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो। त्यस्तै नम्बर 3 मा स्वर्णलक्ष्मी सहकारी प्रकरण काठमाडौँ। आरोप गोर्खा मिडिया नेटवर्क मार्फत स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको करिब 50 लाख हिनामिना गरिएको आरोप। त्यस्तै नम्बर 4 मा रहेको छ सहारा चितवन सहकारी प्रकरण। आरोप छ सहारा चितवन बहुउद्देश्य सहकारीबाट रकम दुरुपयोग गरेको आरोपमा मुद्दा दायर। धरौटी चितवन जिल्ला अदालतले रु 54 लाख धरौटीमा रिहा गरेको थियो। त्यस्तै नम्बर 5 मा सांसद पदबाट निलम्बन। कारण कास्की जिल्ला अदालतमा मुद्दा दायर। संगठित अपराध, सहकारी ठगी र अवैध सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोप लागेपछि सांसद सचिवालयले उहाँलाई सांसद पदबाट निलम्बन गरेको थियो। त्यस्तै नम्बर 6 मा रहेको छ राजनैतिक नेतृत्व परिवर्तन स्थिति। लामिछानेको अनुपस्थितिमा रासपाले उपाध्यक्ष डोल प्रसाद डीपी अर्याललाई कार्यवाहक अध्यक्ष नियुक्ति गरेको छ। पार्टीले कानुनी प्रक्रिया अनुसार सहयोग गर्ने जनाएको छ। यी घटनाहरूले रवि लामिछानेको राजनीतिक छविमा गम्भीर असर पारेका छन्। उहाँले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दावी गरिरहनु भएको छ। कानुनी प्रक्रिया अझै जारी रहेकाले अन्तिम निर्णय अदालतबाट आउने र निर्णयमा प्रतीक्षारत हुनुहुन्छ। पक्कै पनि दर्शक वृन्द, तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँका सल्लाह सुझाव, जिज्ञासा, प्रतिक्रिया भए कृपया तल गई कमेन्ट बक्समा व्यक्त गर्नुहोला भन्दै आजको छोटो भिडियो सामग्रीबाट छुट्टिन्छौँ। यहाँका क्षणहरू सुखद रहून्। नमस्कार, धन्यवाद।